अथ 22औं अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे गस्त मुनि शिव शर्मा ब्राह्मण र गोमा ब्राह्मणी त्यहाँबाट हिँडेपछि शिवभट्ट र सतीले आँखाले देखिसम्म हेरे। देखिन छाडेपछि वृक्षमा चढेर हेरे। जब वृक्षबाट पनि देखिन छाड्यो, त्यही वृक्षको हाँगामा बसेर अनेक विलाप गर्न लागे। दैव संयोग त्यही बखत रुखको हाँगा भाँचिएर दुवै श्री पुरुष वृक्षबाट लडेर मरे। तब श्री महादेवका दूत आई विमानमा बसालेर कैलासपुरी लगे। तब ती दुवै दम्पति दिव्यदेह भई कैलासपुरी शिवका शरणमा भएर रहँदा भए। यता शिव शर्मा र गोमा ब्रह्मणीले ढोलेहरूसित यस वनको नाम के हो, यो पर्वतको नाम के हो, त्यस वृक्षको नाम के हो भनेर सोध्दै गए। डोलीहरूले पनि यस वनको नाम यो हो, यस वृक्षलेको नाम यो हो भनेर बताउँदै गए। जाँदा जाँदा निकै पर पुगेपछि एउटा सुन्दर वन र तलाउ भएको स्थानमा पुग्दा साँझ पर्यो। त्यही बास बसेर खान पिन गरी सुते थाकेको हुनाले फुसुक्क निदाए। त्यही बेला श्री महादेवको श्रापले चोरहरू आई गोमा ब्राह्मणीका माता पिताले दिएको सम्पत्ति र शरीरको गहना समेत सबै चोरेर लगेछन्। भोलिपल्ट बिहान उठेर हेर्दा सम्पूर्ण द्रव्य र शरीरको गहना समेत चोरिएको देखेर अधैर्य भई गोमा रुन कराउन लागिन्। तब डोलेहरूले भने, हे गोमा, नरौ, थाकेको हुनाले हामीलाई पनि साह्रै निद्रा परेछ। यस्तो नजाति भयो, हामी अभागी रहेछौँ। अब तिम्रा माता पितालाई के भनौला? अब तिमीले जसो भन्दछौ त्यति भनेको सुनि गोमा भन्दछिन्, हे भारवाक हो, अब तिमीहरू यहीँबाट फर्क। तिमीहरूलाई लगेर के खान दिउँला? यो समाचार मेरा माता पितालाई सुनाइदिनु। यति गोमाले भनेको सुनि डोलीहरू हुन्छ भनेर गोमालाई प्रमाण गरी आफ्ना घर जान भनी फर्केपछि शिव शर्मा ब्राह्मण र गोमा ब्राह्मणी पनि वनमा जो पाइएको फलफुल खाई त्यहाँबाट ठुलो पर्वतमाथि पुगेर अनि गोमा भन्दछिन्, हे स्वामी, मलाई अत्यन्त भोक लाग्यो। अब हिँड्न पनि नसक्ने भएँ, के गरौँ भनी बाटोमै अलपत्र परिन्। गोमा ब्राह्मणी गर्भिणी थिइन्। अत शिव शर्मालाई साह्रै दया लाग्यो र गोमालाई काखमा राखी स्नेहपूर्वक भने, हे श्री, यहाँ फलफुल केही पनि पाइन्न, यहाँ जलाशय पनि छैन। यस्तो स्थानमा म तिमीलाई के खान दिउँ? यहाँबाट अलि पर गए फलफुल पनि पाइन्छ र जलाशय पनि छ। जाउँ हिँड भनी बुझाई हात समाटेर सुस्त सुस्त हिँडाई लगे। गोमा पनि, हे प्रभु, आज मेरो यो अवस्था भयो भन्दै सुस्केर हाल्दै बिस्तारा बिस्तारै गइन्। पर्वतको फेदीमा पुगेपछि शिव शर्मा ब्राह्मणले फलफुल टिपेर खान दिएर पानी पनि पिउन दिए। अनि हे श्री, हाम्रो घर पनि आइपुग्यो भन्दै चन्द्रज्योति नगरको बाहिर पुर्याए। अनि त्यही एउटा घरको झुपडी उत्पन्न गरी, हे श्री, हाम्रो घर यही हो भनी देखाएर गोमा ब्राह्मणी घरभित्र गएर हेर्दा माकुराको जालो र कसिङ्गर मात्रा देखेर आफ्ना माता पिताको घर सम्झी बहुतै अधैर्य भई रुन लागिन्। फेरि मेरो कर्मले यस्तै परिल्यायो, अब रोएर केही लाभ छैन भनी धैर्य धारणा गरेर कुचुले माकुराको जालो मिल्काई कसिङ्गर बढारिन्। घरमा जे भएको खाई गोमा ब्राह्मणी दुःखको समुद्रमा डुबिरहिन्। त्यसपछि एक दिन शिव शर्मा ब्राह्मणले आफ्नी पत्नी गोमासित भने, हे श्री, त गर्भिणी भइस्, हाम्रो घरमा सम्पत्ति छैन, गर्भधान कर्म कसरी गर्ने? फेरि सुत्केरीमा के खर्च गरौँला? यस निम्ति म परदेश गएर कसैसित केही मागी ल्याउँदछु। तैँले आफ्नो शरीर र घरको रक्षा गरेस्, केवल रोई कराई मात्र नरहेस् भने। आफ्ना स्वामीको त्यस्तो वचन सुनि गोमाले भनिन्, हे स्वामी, मलाई यस्तो अवस्थामा एक्लै छाडी कहाँ जान मन गरेको? म स्त्री जातिले के गर्नेछु, के खानेछु र फेरि मलाई यहाँ को के देला? विशेष तपाईँ वृद्ध भएकालाई कसरी पठाउँ? यही यजमानहरू कहाँ गई जो मिलेको मागेर ल्याई सञ्चय गरौँला। अत कहीँ पनि जाने मन नगर्नुहोस् भनिन्। र शिव शर्मा फेरि भन्दछन्, हे स्त्री, हामी निर्धन भए पनि ब्राह्मणको कर्म नगरी हुँदैन। 1 महिनामा म आइपुग्नेछु। त्यससम्म खान नपुगे चन्द्रज्योति नगरमा यजमानहरू छन्।
तिनका घर गई भिक्षा मागेर खाएस भनी बुझाए। यति आफ्ना स्वामीले भनेपछि गोमाले मन्जुर गरिन् अनि शिव शर्मा भिक्षा माग्न भनी परदेश हिँडे। एक दुई दिनको बाटो हिँडेपछि गङ्गाको तटमा ऋषिहरूको आश्रममा पुगे। त्यहाँ वृद्ध अवस्था भएका दुई पति पत्नी ब्राह्मण ब्राह्मणी बसेका थिए। त्यहाँ शिव शर्माले गङ्गा स्नान गरेर ती वृद्ध दम्पति कहाँ गई मलाई नित्य पूजा गर्न फलफुल देऊ भनी मागे। ती ऋषिका आश्रममा प्रशस्त फलफुल थिए। ती शिव शर्माको कुरा सुनि ती वृद्ध दम्पतिले तिमी को हौ कहाँबाट आयौ भनी सोधे। अनि शिव शर्माले म चन्द्रज्योति नगरको शिव शर्मा नामको ब्राह्मण हुँ। घरमा पत्नी गर्भवती हुनाले गर्भधान आदि कर्म गर्न भिक्षा माग्न हिँडेको भने तब ती वृद्ध ब्राह्मणले आफै टिपेर लैजाऊ भनेर ती शिव शर्मा आफै बिर्सेमा चढी फल फुल टिप्न लागे। यसै अवसरमा संयोगले रुखको हाँगा भाँची शिव शर्मा रुखबाट लडेर मरे। ती शिव शर्मा मरेपछि महादेवको रूप धारण गरी कैलाश पर्वतमा पुगे। पार्वतीले महादेव आउनु भएको देखिन् र सुनको कमण्डलुले पाउ ढोइ भित्र लगेर बसालेपछि भनिन् हे ईश्वर लोग्ने मानिसहरू पापी हुँदा रहेछन्। राम्री स्वास्नी पाएपछि सबै कुरा बिर्सँदा रहेछन्। हजुरले पनि मलाई बिर्सिनु भएको थियो बल्ल सम्झनु भएछ र आउनु भयो। हेर सुखमा बसेकी त्यो गोमालाई कल बल छलले ल्याएर गर्मिणी तुललाई दुःख दिई त्यस्ता स्थानमा एक्लै मिल्काएर आउनुभयो। अब त्यो के गरेर खाली। यति पार्वतीले भनेको सुनि महादेवले हाँस्दै भन्नुभयो हे पीरले शिवक र भक्त भन्दामा पाप पनि गर्नु पर्दछ। गोमा पनि अब सुखी हुनेछ सन्देह नगर। त्यसपछि भिक्षा माग्न गएका शिव शर्मा धेरै दिन बितेर पनि फर्केनन् र गोमाले अनेक दुःख सही चन्द्रज्योति नगरमा गएर भिक्षा मागेर त्यही गर्भधान कर्म गराइन्। मास पूर्ण भयो र सबै राज्य लक्षणले युक्त छोरो जन्मियो। गोमाले चन्द्रज्योति नगरबाट ब्राह्मणहरू ढाकी ब्राह्मणका मर्यादाले नामकरण गराई। ती ब्राह्मणहरूले ज्योतिष शास्त्र विचार गरेर नवराज नाम राखिदिए। घर जाने बेलामा हे गोमा यो बालक सबै राजलक्षणले युक्त छ र राजा पनि हुन सक्दछ र तिमीलाई सुख सन्तोष दिनेछ यसमा शङ्का नमान। यति ब्राह्मणहरूको वचन सुनि गोमाले मनमा आनन्द मानी श्रद्धा साथ भोजन दक्षिणा दिई विदा गरिन्। त्यसपछि बालकलाई गोमाले अर्काको ढिकी जातो गरी धागो काटेर पालन गरिन्। नवराज बालक पनि शुक्ल पक्षको चन्द्रमा जस्तै प्रतिदिन बढेर अलि ठुलो भई खेल्न जाँदा मित्रहरूले जे भने पनि सुनिरहन्थे। झगडा गर्दैनथे खेलिसकेर सरासर घर आउँथे। आमाले जो दिएको खाएर सन्तोषले रहन्थे। आफ्नो छोराको स्वभाव देखेर गोमा प्रसन्न भई यजमानहरू कहाँ गएर भनिन् हे यजमान हो मेरो छोरो नवराज आफ्ना साथीहरूसँग खेलेर घर आउँछ। खान देऊ पनि भन्दैन किन दिनौ पनि भन्दैन रिस पनि गर्दैन यो मिठो यो नमिठो पनि भन्दैन दिए खान्छ नदिए चुप लागिरहन्छ। फेरि मेरो स्वामी पनि घरमा छैनन् सम्पत्ति पनि छैन। सबै यजमानहरूका दयाले जिनतिन एक छाक खाएर बाँचिरहेकी छु। अब त्यसको चुडा कर्म र व्रत बन्द कसरी गरिदिउँ भन्ने चिन्ता लागिरहेको छ। गोमाको त्यस्तो वचन सुनेर यजमानहरूले आफ्नो श्रद्धाले जो सकेको दिएर गोमालाई सम्पूर्ण सामग्री तयार पारी ब्राह्मणहरू ढाकेर नवराजको चुडा कर्म र व्रत बन्द गराइदिन् अनि वेद पुराण आदिको शिक्षा दिलाइन्। एक दिन नवराजले चाल चलनले प्रसन्न भएका यजमानहरू स्वयं गोमा कहाँ गएर भने हे गोमा नवराजको बिहा गर्ने भयो। वरुणपुरका अग्निस्वामीकी कन्या चन्द्रावती छन् तिनैसित गरिदिउँ सबै सामग्री ठिक पार। यजमानहरूको यस्ता वचन सुनि गोमा भन्दछिन् हे यजमान हो मेरो छोराको कमाई छैन घरमा सम्पत्ति छैन त्यसलाई कन्या कसले दिला विवाह कसरी गरिदिने। यति सुनेर यजमानहरूले भने हे गोमा हे जे चाहिएको सामग्री हामी दिन्छौँ के चाहिन्छ। यति यजमानहरूले भनेपछि गोमा भन्दछिन् हे यजमान हो हामीलाई निर्धन जानेर तिमीहरूको यस्तो दया हामी धन्य रहेछौँ भनेर बिहाको समस्त सामग्री जे चलाइएको थियो मागिन् र
मागिन र यजमानहरूले दिए अनि असल दिनमा लग्न ठगाई ब्राह्मणको मर्यादाले बनाउन पुर्खा अग्नि स्वामी कन्या चन्द्रावती र नवराजको बिहा सम्पन्न भयो। त्यसपछि एक दिन ती नवराज बाहिर खेल्न गएको बेला तिनका मित्रहरूले हे नवराज, आजसम्म हामी तिमीलाई नवराज ब्राह्मण भन्दछौ, तर अबदेखि तिमीलाई बिना बाबुको छोरो भन्दछौ। तिम्रा पिता भए पनि तिनको नाम के हो? तिमी कसको छोरा हौ हामीलाई भन। यति आफ्ना मित्रहरूले भनेको सुनि नवराज केही उत्तर दिन नसकी घर आएर हे माता, म कसको छोरा हुँ, मेरो पिताको नाम के हो भनी साथीहरूले भनेको सारा कुरा आमालाई सुनाए। अनि मेरो पिता कहाँ छन् भनेर सोधे। नवराजको यति कुरा सुन्न साथ गोमाले वर्षकालमा मेघ वर्षे झैं अविरल आँसु बगाई भनिन्, हे नवराज, तेरो पिताको नाम शिव शर्मा हो। त गर्भमा छँदै भिक्षा माग्न परदेश गएका आजसम्म फर्केनन्। कतै केही कारण परेर रोकिएका छन् कि संसारमा छैनन्, थाहा पाउन सकिन। यति गोमाले भनेको सुनि नवराज भन्दछन्, हे माता, त्यसो भए मलाई आज्ञा दिनुहोस्। कहाँ बसेका छन्, म गई विचार गरेर आउँछु। नवराजको यस्तो कुरा सुनेर गोमा भन्दछिन्, हे पुत्र, तेरो मुख हेरेर तेरो पितालाई बिर्सिरहेकी थिएँ। अब तैँले पनि छाडेर गए, म कसको आधारले बाँच्ने? फेरि त गएपछि तेरी पत्नी चन्द्रावती पनि माइत जानेछ, यसकारण कहीँ पनि जान्छु नभन्। गोमाले भनेको सुनेर नवराज फेरि भन्दछन्, हे माता, म केही भन्दछु सुन्नुहोस्। पुत्रस्य परमं धर्म पितृदारसो नहि, पितृदार न कुरते स्वयं न सुखमच्चितम्, स्वयमी नरम घोर यस्य चन्द्रकं मोदिनी। छोराको पहिलो र ठुलो धर्म के हो भने पितृहरूको उद्धार गर्नु। जुन छोरो भएर पितृको उद्धार नगरी केवल आफ्नै सुख भोगतिर लागिरहन्छ भने त्यो जबसम्म पृथ्वी र चन्द्र सूर्य रहन्छ तबसम्म घोर नरकमा पर्दछ। अत गर्भमा छँदै गएका पिता मेरो यो उमेर हुँदा पनि किन फर्केनन्? मरिसकेकी जीवित छन् त्यसको विचार मैले नगरे कसले गर्छ? मरेको भए पनि निश्चय गरेर आउला, बाँचेकै भए पनि साथमा लिएर आउँछु। यति पनि गर्न नसके मैले जन्म लिएको व्यर्थ छ। हे माता, हजुरको सेवा गर्न बुहारी छँदैछ, मलाई बिदा दिनुहोस्, म जान्छु। नवराजका यस्ता कुरा सुनि गोमा भन्दछिन्, हे पुत्र, त धन्य रहिछस्। तेरा पिता मरेको भए पनि बाँचेकै भए पनि चाँडै नै खबर पाएस् भनी शिरमा हात राखेर आशीर्वाद दिइन्। नवराजले माताको आशीर्वाद थापी दण्डवत प्रमाण गरी स्त्री चन्द्रावतीलाई अराउने कुरा अराई पिताको खबर गर्न परदेशमा हिँडे। जाँदा जाँदा केही दिनमा गङ्गाको तटमा ऋषिको आश्रममा पुगे। त्यहाँ अत्यन्त वृद्ध भइसकेका ब्राह्मणीलाई देखेर सोधे, तिमीहरू को हौ, यहाँ किन बसेका? यति सुनेर वृद्धले भने, हे बालक, हामी ब्राह्मण हौँ। वृद्ध अवस्था भएर गङ्गामा शरीर त्याग गरौँला भनी घर छाडी यहाँ झुपडी बनाएर बसेको। तिमी को हौ, यहाँ के कामले आयौ? तिनको यस्तो कुरा सुनि नवराज भन्दछन्, म पनि नवराज नामको ब्राह्मण हुँ। म गर्भमा हुँदै गर्भधान कर्म गर्न भिक्षा माग्न हिँडेको। मेरा पिता शिव शर्मा नामका ब्राह्मण आजसम्म घर फिरेनन् र तिनैको खबर गर्न हिँडेको हुँ। तिमीले देख्यौ कि? यति नवराजको वचन सुनि ती वृद्धले भने, हे नवराज, गर्भधान कर्म गर्न भिक्षा माग्न आएका चन्द्रज्योति नगरका शिव शर्मा नामका वृद्ध ब्राह्मणलाई हामीले देखेका थियौँ। त्यही आई आफ्नो नित्य पूजा गर्न फूल टिप्न त्यस वृक्षमा चढेका थिए। दैव संयोगले वृक्षको हाँगा भाँचियो र वृक्षबाट लडेर मरे। हाड खोड त आजसम्म पनि होलान्। त्यहाँ गएर हेर। यति वृद्ध ब्राह्मणले भनेको सुनि नवराज रुखमुनि हेर्न गए। त्यहाँ आफ्ना पिताको हाडखोड देखि, हे पिता, मेरै निम्ति भिक्षा माग्न आएर मेरो मुखै देख्न नपाई यस्तो स्थानसम्म आएर रुखबाट लदी प्राण दियौ। यो समाचार म आमालाई कसरी सुनाउला? मेरो माताले शोक गर्दा म के भनेर बुझाउला भन्दै अनेक तरहले शोक गरेर रुन लागे। फेरि धैर्य धारणा गरी हाड खोड बटुली गङ्गा प्रवाह गरेर ब्राह्मणका मर्यादाले 10 गात्र क्रिया गरिसकी अब कता जाउँ? घर जाउँ भने सम्पत्ति छैन। विशेष यो समाचार सुनाई माताले शोक गरेको मात्र हेर्न छु।
यसकारण कुनै राजाको सेवा चाकरी गरेर केही दरबेली घर जानु असल होला भनी नजिकको सहरमा गएर राजाको सेवामा लागे। इति श्री स्कन्द पुराणे केदारखण्डे माघमात्मे कुमार अगस्त्ये संवादे श्री सुस्तानी परमेश्वरी व्रतकथायां शिव शर्मा परलोक गमनं नाम द्वादशो अध्यायम्। हरि जय।